स्रोत साधन का विषयमा जुन हाम्रो समाजमा द्वन्द्व छ त्यो द्वन्द्वलाई रूपान्तरण गर्नका लागि त्यसलाई समाधान गर्नका लागि जुन यहाँहरूको संस्थाले सहयोग गरेको छ त्यसका लागि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु पालिकाको तर्फबाट। र यो मलाई अति आवश्यक महसुस भएको कुरा पनि हो। त्यसरी अब हाम्रो गाउँ समाजमा धेरै त्यस्ता प्राकृतिक स्रोत साधनका रूपमा मान्छेहरूको आपसी समझदारी नभएको कारणले द्वन्द्व भइराखेको छ र त्यसलाई समाधान गर्नका लागि त्यसलाई व्यवस्थापन गर्नका लागि हामी जनप्रतिनिधिहरू कुनै कुनै राजनीतिक दलबाट आएको कारणले पनि त्यो विवादित हुने र अनि त्यो चित्त बुझ्दो नहुने खालको मलाई महसुस भइराखेको थियो। हालाकि मैले त्यसलाई धेरै समाधान गर्ने मतलब प्रयास गरिराखेको थिएँ र जुन यो संस्थाले यो अब प्राकृतिक स्रोत साधनलाई व्यवस्थित गर्नका लागि द्वन्द्व रूपान्तरणका लागि यहाँ हाम्रै पालिकामा आएर बस्नुभयो। त्यसले गर्दा हामीलाई कस्तो भयो भने एउटा साझा यो मध्यस्थताकर्ताको जस्तो खालबाट जो संस्थाले काम गर्यो त्यसले गर्दा सरल तरिकाबाट उहाँहरूको फेरि कस्तो भने ग्रासरुटबाट तल्लो तहबाट उपभोक्ताहरूका वास्तविक समस्या के हुन्छ त्यो द्वन्द्वले गर्दा त्यो समाजमा के समस्या भइराखेको छ भन्ने कुरासम्म तलबाट खुतलेर त्यसको जरैबाट खुतलेर ल्याएर फेरि व्यवस्थापन गर्ने यो है कानुनी रूपमा यो हो। प्राकृतिक स्रोत साधनलाई यसरी प्रयोग गर्न सकिन्छ भन्ने खालको जो त्यहाँ खुतलेर त्यसको व्यवस्थापन गर्ने कुरा छ। त्यसले गर्दा पुनः त्यस्तै खालको मतलब समस्या नदोहोरिने खालको गरेर पुरै अपरेसन टाइपको जो गर्ने विधि छ। म पनि 2-3 ठाउँमा गएको छु, धेरै राम्रो लाग्यो। यसले गर्दा हामीलाई स्थानीय सरकारलाई त्यसमा पनि न्यायिक समितिलाई धेरै सहजीकरण र धेरै सहयोग गर्छ। यसका लागि म धेरै धेरै धन्यवाद दिन्छु। यो अब एनजिओका रूपमा भन्दा पनि यो संस्थालाई हाम्रो सरकार स्थानीय सरकारको अभिन्न अङ्गका रूपमा मैले बुझेको छु। मैले त्यही महसुस गरेर उहाँलाई हाम्रै सरकारी कार्यालयमै व्यवस्थापन गर्नुपर्छ भनेर गरिएको हो। सङ्घ संस्थाहरूका आफ्ना स्वार्थ हुन्छन् तर उहाँहरूको स्वास्थ्य मतलब यो द्वन्द्व रूपान्तरण व्यवस्थापनका लागि जुन छ त्यो नितान्त हाम्रै काम भएको कारणले मलाई अहिले पनि त्यो सङ्घ संस्था हो भन्ने खालको लागेको छैन। सरकारी मैले यहाँ कार्यालय व्यवस्थापन गर्दाखेरि पनि सरकारको अभियानलाई एकदमै मतलब सहजीकरण गर्नका लागि एउटा शाखाका रूपमा मैले लिएको छु। शाखा जस्तै हामीले भन्ने पनि गरेको छु यदि तपाईँको केही समस्या छ भने हाम्रो यहीँ यो द्वन्द्व व्यवस्थापनका लागि छ, प्राकृतिक स्रोत साधनका लागि तपाईँले लडिराख्नु पर्दैन भन्ने खालले एउटा शाखाका रूपमा मैले बुझेको छु। त्यो मतलब एनजिओ आइएनजिओका विषयमा हजुरहरूले भनेपछि मात्रै मलाई त्यतातिर ध्यान गयो, नत्र मलाई त्यो लाग्दैन।